म चाहिँ अहिले विगत 8-9 वर्षदेखि नाक कान घाँटीको रोगको विशेषज्ञको रूपमा कार्यरत छु र मैले चाहिँ यो आज हाम्रो चाहिँ यस बुद्धमाई फाउन्डेसनले यो सञ्चालन गरेको बृहत यो नाक कान घाँटीको क्याम्पमा चाहिँ आज मलाई सहभागी हुन पाउँदाखेरि चाहिँ धेरै नै खुसी लागिरहेको छ। अब विशेषतः अब हाम्रो यो नाक कान घाँटी भन्ने बित्तिकै हामीलाई विशेषतः अब यो नाकको समस्याको रूपमा पिनास, अब रुगाहरू धेरै लाग्ने, नाकबाट रगत आउने, नाकमा मासुहरू पलाउने यस्तो रोगहरू हाम्रो दिमागमा आउने गर्छ। त्यस्तै कानमा चाहिँ अब हाम्रो कान पाक्ने भयो, बच्चाहरूमा कान दुख्ने, त्यसको साथसाथै बच्चाहरूलाई रुगा लाग्ने र यो अलिकति यो बुढापाकाहरूलाई चाहिँ अलिकति कान कम सुन्ने समस्याहरू पनि हामीले हाम्रो यो समाज चाहिँ यसमा प्रशस्त देखिरहेको हुन्छ। त्यस्तै अब घाँटीको रोगको कुरा गर्ने हो भने चाहिँ धेरै जसो सबैभन्दा मुख्य चाहिँ यो घाँटी दुख्ने। अब हामीले भन्दाखेरि नै बिरामी चाहिँ अब पहिला नै हामी कहाँ अब मलाई टन्सिलाइटिस भयो भन्ने हिसाबले आउनुहुन्छ। अब त्यसमा अब विभिन्न भ्रमहरू छन्। अब हामी कहाँ अब बिरामीहरू आउँदाखेरि पहिला नै सबै लगभग धेरै जसो बिरामीहरू चाहिँ पहिला नै केही न केही औषधि खाएर नै आइदिनुहुन्छ यहाँ, जसले गर्दाखेरि चाहिँ कहिलेकाहीँ हामीलाई चाहिँ उपचार गर्दाखेरि हामीलाई कठिनाइ हुने गर्दछ। जस्तो औषधि खाएर आएपछि हामीले अब त्योभन्दा अझ कडा किसिमको औषधि अथवा भनौँ हामीले अन्य किसिमको औषधि सामान्यले हुने थियो भने अझ त्योभन्दा अझ कडा किसिमको औषधिहरू दिनुपर्ने भइरहेको हुन्छ। अब यी सबै रोगहरू चाहिँ प्रायः जसो चाहिँ हामी नाक कान घाँटीको डक्टरले चाहिँ हेरेर र यो नाक कान घाँटी चाहिँ एउटा कस्तो विशेषता हो, यो सब्जेक्ट हो भने यो तिनटै कुरा चाहिँ एकदम एक अर्कोसँग रिलेटेड छ। जस्तो एउटामा समस्या आयो भने अर्कोमा लगभग समस्या आइहाल्छ। त्यही भएर यो नाक कान र घाँटी चाहिँ हामी एकैजना चिकित्सकले प्रायः हेरेर हुन्छ। जस्तो नाकमा रुगा लाग्यो भने कान पाक्ने समस्याहरू धेरै आइरहेको हुन्छ। अब कहिलेकाहीँ चाहिँ अब नाकमा रुगाहरू लाग्यो, नाकमा मासुहरू पलायो, जस्तो एलर्जी भयो भने, रुगाहरू लाग्ने भयो भने पछि मासुहरू पलाउने त्यस्तो समस्याहरू पनि देखिरहेको हुन्छ। घाँटीमा अब टन्सिलहरू भयो, त्यस्तो केही भयो भने कान दुख्ने यस्तो समस्याहरू भइरहेको हुन्छ। त्यही भएर कुनै पनि एउटा समस्या भयो भने चाहिँ त्योसँग अरू केही सम्बन्धित छ कि हामीले त्यता पनि खोज्नुपर्ने हुन्छ। हामी नाक कान घाँटीको चिकित्सकको रूपमा चाहिँ हामी जहिले पनि एउटामा केही समस्या देखेमा अर्कोमा केही समस्या छ कि छैन भनेर जहिले पनि हेर्ने गर्छौँ। र हामी कहाँ चाहिँ जस्तो कहिलेकाहीँ चाहिँ अब नाकबाट अब रगतहरू आउने, अब कहिलेकाहीँ चाहिँ घाँटीमा मासुहरू पलाउने त्यस्तो समस्याहरू पनि आइरहनु भएको हुन्छ। अब त्यसमा चाहिँ प्रायः जस्तो बिरामीहरूले धेरै अलिकति त्यसलाई इग्नोर गरिरहनु भएको हुन्छ। जस्तो अब नाकबाट रगत आयो, स्पेसली यदि कोही चाहिँ 50 वर्षको उमेरभन्दा माथिको हुनुहुन्छ भने अब नाकबाट रगत आउनु, खकारमा रगत देखिनु, निल्दा अप्ठ्यारो हुनु, स्वर बस्नु, स्वर अलिकति मोटो आउनु, यी समस्याहरूलाई चाहिँ हामीले अलिकति सिरियस भएर लिनुपर्ने हुन्छ र तुरन्त कोही विशेषज्ञलाई देखाइहाल्दाखेरि राम्रो हुने गर्दछ। अब हामीले पनि यहाँ चाहिँ विभिन्न सुविधा सबै टेस्टहरूदेखि लिएर सबै गरेर हामीले यहाँ सबैजना बिरामीहरूलाई हामीले यहाँ सुविधा दिइरहेको छौँ। हामीले यहाँ इन्डोस्कोपीदेखि लिएर कानको अपरेसनदेखि लिएर घाँटीको टन्सिलको अपरेसनहरूदेखि लिएर सबै गरिरहेको छौँ। अब म चाहिँ सबैजना हाम्रो मलाई हेरिरहनु भएका दर्शकहरूलाई के अनुरोध गर्न चाहन्छु भने कुनै पनि नाक कान घाँटीको समस्या भएमा चाहिँ तुरन्त आफ्नो नजिकको चिकित्सकलाई देखाएर सुझाव लिँदाखेरि धेरै राम्रो हुन्छ। किनभने अब हाम्रो सोसाइटी कस्तो छ भने जहिले पनि केही हुने बित्तिकै पहिला चाहिँ मलाई यस्तो छ है भन्ने एउटा आकलन गरेर एउटा औषधि प्रयोग गरिहाल्ने, अनि त्यसले नभएपछि बल्ल चिकित्सकको सुझाव लिनतिर लाग्ने, त्यस्तो खालको हाम्रो धेरै छ। तर त्यसले धेरै समय त त्यसले राम्रो पनि गरिरहेको हुन्छ। अब त्यसलाई म सधैँ नराम्रो भन्दिनँ, तर आफूलाई अलिकति पनि शङ्का लागेमा चाहिँ चिकित्सकको सल्लाह लिएर त्यसलाई राम्ररी उपचार गर्नु म एकदम हार्दिक अनुरोध गर्दछु। अघि मैले भने जस्तो हाम्रो नाक कान घाँटी एकदम एक अर्कोसँग सम्बन्धित छ।
रुगा भनेको अब हाम्रो रुगा पनि त्यसलाई कस्तो न रुगा भने जस्तो सामान्य भाइरल इन्फेक्सनबाट हुने रुगा एक किसिमको रुगा हो। अर्को चाहिँ कस्तो छ भने हाम्रो यताको वातावरणमा चाहिँ यो अब चिसो महिना लागेपछि अहिले मौका चाहिँ एकदम धेरै यो एलर्जीको पेसेन्टहरू। अब एलर्जी पनि त्यस्तै रुगा जस्तै हुन्छ, नाकबाट पानी बग्ने, नाक बन्द हुने, नाक नखुल्ने। अनि यसले गर्दा के हुन्छ भने तपाईँको नाकमा यो नाक बन्दहरू हुने भएपछि कानको समस्याहरू पनि आउन थाल्छ। र यो रुगाले चाहिँ तपाईँको चाहिँ सुरुमा त सामान्य रुगाको रूपमा आउँछ, तर यसलाई राम्ररी उपचार गरिएन भने पछि यही चाहिँ एकदम पिनास बढी भएर त्यसपछि अरू समस्याहरू पनि आउने हुन्छ। र पिनास चाहिँ अब तपाईँको पिनास बिग्रिने भन्ने एउटा हाम्रो एउटा एकदम प्रख्यात शब्द छ, पिनास बिग्रियो भने। अब त्यो पिनास बिग्रियो भन्ने चाहिँ कस्तो हो भने जम्मै यो हाम्रो यो नाकको वरिपरि जम्मै यहाँ पिनास भनेको खाली हड्डी हुन्छ, त्यो हड्डीभित्र जम्मै पिप जमेर त्यो पिप राम्ररी बाहिर निस्किन सकेको हुँदैन। त्यस्तो अवस्थामा हामीले यदि सामान्य छ भने चाहिँ हामीले औषधिहरू दिएर त्यसलाई उपचार गर्छौँ। र यदि अब त्यो औषधि दिएर त्यो सामान्य नहुने अवस्था छ भने चाहिँ हामीले अब त्यसलाई केही टेस्टहरू गरेर त्यसपछि कहिलेकाहीँ त्यसको लागि पनि अपरेसनहरू गर्नुपर्ने हुनसक्छ। कहिलेकाहीँ अब त्यस्तो धेरै त हुँदैन, तर कहिलेकाहीँ चाहिँ यी कुराहरूलाई हेरचक्राइ गर्दाखेरि चाहिँ धेरै नै ठुला समस्याहरू आउने गर्दछ। त्यही भएर चाहिँ रुगालाई चाहिँ त्यति सामान्य रूपमा लिनु हुँदैन। मैले भने लगभग हाम्रो नेपालमा चाहिँ जति पनि कानको समस्या छ त्यसको धेरै जसो चाहिँ पहिला रुगाबाट सुरु हुन्छ अनि बल्ल त्यो कानको समस्यामा जान्छ। त्यही भएर रुगालाई जहिले पनि सामान्य रूपमा लिनु हुँदैन। रुगा लाग्ने बित्तिकै सकेसम्म चाहिँ अब घरमै आफूले अब अलिकति तातो पानीहरू, बाफ लिनेहरू ती कुराहरू गर्न सक्नुहुन्छ। तर ती कुराहरूले यदि तपाईँलाई सुधार भएन, झन् समस्या बल्झिँदै गयो, कानहरू डम्म हुन थाल्यो, बन्द हुन थाल्यो, कान दुख्न थाल्यो भने तुरुन्त चिकित्सकको सुझाव दिन म सल्लाह दिँदछु। हस्, थ्याङ्क यू भेरी मच। तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद।